नमस्कार सबैजनालाई। आज पनि म केही कुराहरू लिएर उपस्थित भइसकेको छु। आज चाहिँ म फरक विषयमा केही कुराहरू गर्दैछु। तपाईँ हामीले सुन्ने गरिरहेका छौँ। हाम्रो देश नेपाल ग्रे लिस्टमा परिसकेको छ र ग्रे लिस्टमा पर्दैछ। यो परिसकेपछि चाहिँ हामीलाई धेरै अप्ठ्याराहरू आइपर्छन् भन्ने कुराहरू हामीले सुनिरहेकै अवस्था हो। यो ग्रे लिस्ट भनेको के रहेछ भनेर चाहिँ कतिपय साथीहरूले धेरैले जाने बुझिसक्नु भयो होला, कसैले चाहिँ नबुझ्न सक्नुहुन्छ। यो के रहेछ भन्दाखेरि नबुझेकोमा साथीहरूले चाहिँ सुन्नु होला। यो ग्रे लिस्टमा पर्नु भनेको के रहेछ भने कुनै पनि देश वा संस्थाले वित्तीय पारदर्शिता, आतंकवाद, वित्तीय शोषण तथा अवैध धन शुद्धिकरण त्यस्तो खालको रोकथाम गर्ने एउटा अन्तर्राष्ट्रिय मापदण्ड रहेछ। त्यसले चाहिँ निगरानी राखिनु भनेको चाहिँ ग्रे लिस्टमा पर्नु रहेछ है। यो ग्रे लिस्टमा त्यसलाई चाहिँ एउटा यो फाइनान्सियल एक्सन टास्क फोर्स भन्नेले चाहिँ हेर्ने रहेछ। त्यो अन्तर्राष्ट्रिय वित्तीय कार्यदल भन्ने एउटा चाहिँ कार्यदल रहेछ। त्यसले चाहिँ हेर्ने काम गर्दो रहेछ। यसमा यो देश ग्रे लिस्टमा परेपछि चाहिँ कुनै पनि देशलाई चाहिँ यो अन्तर्राष्ट्रिय यो आर्थिक सम्बन्धी सहयोग नमिल्दो रहेछ हैन। अनि अन्तर्राष्ट्रियबाट आर्थिक सहयोग नमिल्ने अनि अरू देशहरूसँगको यो विश्वसनीयता गुम्ने होइन, त्यो भएपछि हामीलाई चाहिँ एकदम अप्ठ्यारो पर्ने स्थिति रहेछ। हामी त्यसैमा पनि वैदेशिक ऋणबाट एकदम थलिएका छौँ र हामी चाहिँ गाँजिएका छौँ। यसबाट उन्मुक्ति पाउन सकिरहेका छैनौँ। यो अवस्थामा झन् देश ग्रे लिस्टमा पर्यो भने धेरै ठुलो समस्याहरू पर्दो रहेछ। यो हाम्रो देश मुख्यतः ग्रे लिस्टमा पर्नुको कारण चाहिँ यो चाहिँ भ्रष्टाचार हो। आर्थिक अनियमितताको कारणले गर्दा चाहिँ देश ग्रे लिस्टमा पर्ने सम्भावना छ। हामी चाहिँ जुन कुनै पनि देशले चाहिँ त्यो किन दिन्छ त ऋण, केही आफूलाई आर्थिक लाभ हुने हिसाबले ऋण दिने हो। तर यहाँ चाहिँ ऋण मात्रै ल्याइयो, ऋण दिने कुरा चाहिँ गरेन, त्यता सोचिएन भने अनि त्यसै हामीलाई अप्ठ्यारो पर्छ। हामी चाहिँ यो उत्पादनशीलमा हामीसँग कुनै पनि चिजहरू उत्पादन हुँदैनन्। कुनै पनि चिज उत्पादन गर्नेमा हामी चाहिँ दक्षता छैनौँ, दक्षता राख्दैनौँ होइन। सरकारवाला देशमा चाहिँ मेन सरकारमा गएका राजनीतिक पार्टीहरूले पनि त्यतातिर कुनै चासो दिएको अवस्था देखिँदैन। तसर्थ पनि हामी चाहिँ ग्रे लिस्टमा पर्ने सम्भावना प्रबल छ र पर्यो भने हामी चाहिँ आर्थिक कार्यनीतिमा एकदम कमजोर हुन्छौँ। त्यो कमजोर भइसकेपछि हाम्रो चाहिँ झन् त्यो ग्रे लिस्टबाट हटाउन सकिएन भने झन् एकदम ब्ल्याक लिस्ट, कालो लिस्टमा चाहिँ राख्ने गर्दो रहेछ। यो अवस्था सिर्जना गर्नु भनेकै हाम्रा मुख्य राजनीतिक दलका नेताहरूमा चाहिँ दीर्घकालीन सोचमा चाहिँ कमी हुनु हो, दीर्घकालीन सोचाइ चाहिँ नहुनु हो। यसर्थ हामीले चाहिँ यो ग्रे लिस्टबाट हटाउने काममा चाहिँ तत्काल चाहिँ ध्यान जान आवश्यक छ र प्रमुख राजनीतिक दलहरूको चाहिँ यसमा चाहिँ मुख्य ध्यान जाओस् भन्न चाहन्छु। र हजुरहरूलाई कस्तो लाग्यो मेरो कुराहरू? यस्तै कुरा सुन्नको लागि मेरो युट्युब च्यानल लाइक, कमेन्ट, सेयर गर्न नबिर्सनु होला। सब्सक्राइब गरिदिनु होला भन्दै बिदा हुन्छु। हस्त, धन्यवाद।